हेलो नमस्ते सबै साथीहरूलाई। आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ होला। साथीहरू, म चाहिँ आज कोरियाको एकदमै चर्चित खाना किम्ची जिके बनाउन गइरहेको छु। त्यसको लागि मलाई सबैभन्दा पहिला किम्ची चाहिन्छ। त्यसैले म चाहिँ कपडा लगाएर नजिकैको मार्ट जाँदैछु। बाटोमा जाँदै गर्दा कस्तो राम्रो चेरी ब्लसम देख्न सक्नुहुन्छ यहाँहरूले, किनभने अहिले चाहिँ स्प्रिङ सुरु भइरहेको छ। साथीहरू, मार्ट चाहिँ एकदमै नजिकै छ हामी बसेकोबाट। त्यसैले म चाहिँ एकैछिनमा पुगेँ मार्टभित्र। त्यहाँ पुग्दाखेरि चाहिँ दुईजना नेपाली दाजुहरू हुनुहुँदो रहेछ। उहाँहरू चाहिँ म खासै धेरै बोलिनँ, किनभने अस्ति नै पनि भेट भइसकेको थियो उहाँहरूसँग। त्यसैले म चाहिँ किम्ची हेर्नेतिर लागेँ। अनि किम्ची यसो हेरेको किम्ची प्याकेट जस्तै तर होइन रहेछ। अनि कतातिर होला भनेर म चाहिँ पसलको मान्छेलाई सोधेर अनि उहाँले चाहिँ किम्ची देखाइदिनु भयो। अनि त्यसपछि मैले चाहिँ दुईवटा किम्चीले सानो प्याकेट रहेछ। अनि मैले चाहिँ पहिलोचोटि यो किम्ची बनाउनु भएको भएर मैले सानसानै लिएँ। अनि घरमा आइसकेपछि त्यसको लागि मैले चाहिने सामग्री लिएँ। 2 पिस मासु लिएँ, त्यसलाई उसिन्ने। मैले मासु चाहिँ 2 पिस मात्रै, किनभने किम्ची थोरै लिएको थिएँ। अनि त्यसलाई चाहिने अरू सामग्री हरियो प्याज, लसुनको पेस्ट बनाएँ, अनि मुला, अनि त्यसपछि मसरुम थियो, मैले मसरुम पनि काटेँ। अनि त्यो उसिनेको मासुलाई मसिनो बनाएर काटेँ। सबै सामान रेडी भइसकेपछि चाहिँ किम्चीको प्याकेट पनि काटेँ। त्यसपछि प्यान बसालेँ, अनि त्यसमा थोरै तेल लगाएँ। तेल तातिसकेपछि मैले चाहिँ मेथी फुराएँ थोरै। अनि अघि काटिराखेको त्यो उसिनेको चिकनको चाहिँ मसिनो पिसहरू बनाएको थिएँ, त्यो लगाएँ। बाँकी सामग्री पनि लगाएँ। अनि एकछिन भुटेर म चाहिँ त्यसमा हरियो प्याजको पत्ता पनि माथिबाट लगाएँ। त्यस पछाडि अघि प्याकेट खोलिराखेको किम्ची सबै हालेँ मैले त्यसमा। अनि थोरै नुन त त्यसमै हुन्छ, तर पनि म चाहिँ अलिकति अरू सामग्री पनि हालेको भएर नुन नपुग्ला भनेर थोरै नुन एड गरेँ। अनि त्यस पछाडि अघि पेस्ट बनाइराखेको लसुन हालेँ। अनि थोरै पानी लगाएर एकछिन छोपिदिएँ। अब एकछिन उमाल्नलाई राख्दै। अनि केहीछिन उमालेर हेर्दाखेरि वाउ साथीहरू, मेरो चाहिँ किम्ची चाहिँ रेडी भयो।